हिजो राति चाहिँ मैले टिकटकमा लाइभ बसेर यसरी 1500 कमाउन सफल भएको थिएँ र तपाईहरु पनि कमाउन चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नु। कसरी कमाउने त्यो पनि म भन्नेछु। अनि नेपालमा हिजो कस्तो घटना घट्यो त्यो सबैलाई थाहा नै होला। पीडितहरुको घाउमा थोरै भने पनि मलम लाउनलाई तपाईहरुले आफ्नो तर्फबाट सहयोग गर्नुभयो त। आज चाहिँ हामी बिहान बिहानै जान लाग्छौं जंगलतिर। जंगल त नभनौं बारी नै हो, तर खेती गर्न छोडेदेखि चाहिँ जंगल जस्तै भएको छ के। अनि यहाँ चाहिँ हाम्रो बाबाले परारदेखि कफी जमाउनु भएको थियो, त्यसलाई नै आज हामी आछौं गोड्न। पहिला त यता सबै खेतीपाती गर्थ्यो रे, तर आजकल त सबै छोडिसक्यो, त्यही भएर सबै घारी भएको छ के। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बाबाले रोप्नु भएको कफी, यो चाहिँ पोहोर रोपेको कफीहरु हो के। परार रोपेको चाहिँ मासतिर यो भन्दा अलि ठुलठुलै भएको छ। अनि यिनीहरुलाई नै गोड्नु पर्ने हुन्छ हामीले मस्तले। अनि हिजो चाहिँ मैले भ्लग नै बनाएन किनकि मुडै कस्तो अफ भइरहेको थियो के। तपाईहरु सबैलाई थाहा नै होला त्यसमा हिजो कस्तो घटना घटेको थियो भनेर। सो मैले चाहिँ आफूले सक्ने जति आफ्नो तर्फबाट सहयोग गरिसके। अब चाहिँ पालो रहेको छ तपाईहरुको। गरिसक्नु भयो भने ठिकै छ, तर गर्नु भएको छैन भने जति सक्नुहुन्छ त्यति आफ्नो क्षमता अनुसारको सहयोग गर्न चाहिँ पछि नहट्नु होला। अनि मैले अघि भनेको थिएँ नि हिजो टिकटकमा लाइभ बसेर 1500 कमायो भनेर, त्यो चाहिँ कसरी भने बेरोजगार गट ट्यालेन्ट भन्ने एउटा प्लेटफर्म जस्तै छ। त्यहाँ चाहिँ तपाईहरुले आफ्नो प्रतिभा देखाउनु पर्ने हुन्छ, जस्तै नाच्न गाउन तपाईहरुलाई जे आउँछ त्यही। अनि यसको चाहिँ भर्खर सिजन 1 सकियो, जसमा चाहिँ मैले पनि भाग लिएको थिएँ। यसको प्राइस थियो 1500। तपाईहरु कति जनालाई थाहा नहुन सक्छ, मैले हल्का र्याप पनि गाउने गर्छु के। अनि यो बेरोजगारी गट ट्यालेन्ट सिजन 1 को विनर चाहिँ एमआर ब्रिटिश भइसकेको छ, यानी कि म। यदि तपाईहरु पनि आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ र सिजन 2 मा भाग लिन चाहनुहुन्छ भने यो स्क्रिनमा राखिदिएको आइडीमा फलो गर्न सक्नुहुन्छ। सिजन 2 मा प्राइस चाहिँ 1 को भन्दा बढी नै हुन सक्छ। अनि हामीले चाहिँ बिहानभरिमा कफी पनि गोडेर भ्याए। देख्न सक्नुहुन्छ हाम्रो कफी चाहिँ यस्तो छ है। त्यसपछि कटहर टिप्न गएको, बाफरे कटहर त केले हो यसरी सबै खाएर राख्दै रहेछ भने। अनि माथि एउटा पाकेर बसेर रहेछ, त्यसलाई पनि टिपे। अनि टिपेर चाहिँ त्यसलाई लिएर आए हामीले घर। त्यसपछि 1-2 बजेतिर चाहिँ मलाई बाबाले खेततिर लैजानु भयो। कस्तो झ्याउलाइरहेको बेलामा झन् यार, हुन त खेतमा आएर पनि काम त केही गरिन, यसो खेतको अवलोकन गरियो मात्र। अनि बाबाले चाहिँ 2-4 दिनमा गोड्ने जस्तो कुरा पनि गरिरहनु भएको थियो। अनि मामालाई चाहिँ मैले घाँस काटेर बस्नु है भनेर म चाहिँ चल्दिए नुहाउन। त्यही हो, अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। मामाले काटेर राखेको घाँस बोकेर म चाहिँ चल्दिए घर। सो द्याट्स इट फर टुडे, टाटा एन्ड बाइ बाइ।